धेरै थोरै आफ्नो ठाउँमा छ हजुर तर फाइदा चाहिँ हुन्छ फाइदा नभने के गर्नु हैन फाइदा नहुने भयो त अब यत्रो सबै यो नेपालभरि त कति छन् अरू के चाहिन्छ व्यवसाय गर्नको लागि त अब मेन कुरो चाहिँ पैसा हुनु पर्यो हैन पैसा चाहियो मेन कुरो चाहिँ लगानी लगाउनु पर्यो अपत्यारो ढङ्गबाट व्यवसाय भइरहेको हुन्छ व्यवसाय भएकै हुन्छ विदेश गएर परिवारका सदस्यहरूलाई एक्लो बनाउनु त्यो ठिक छैन त्यो कल्चर छिटै अन्त्य हुन्छ त्यसैले पैसा चाहिँ कति कमाउनु भयो अहिलेसम्म काम गरेर पैसा कमाउनु भन्दा नि त्यहाँ मान्छेको मैले इज्जतहरू कमाएँ कि दर्शकवृन्द नमस्कार थ्री एन्जल्स टिभी हेरेर बस्नुभएका सम्पूर्ण दर्शकमा हार्दिक स्वागत एवं अभिवादन। म प्रस्तुता सूर्य परियार क्यामराम्यान थमन दर्जीको साथमा उपस्थित छु। यो कार्यक्रम थ्री एन्जल्स बस हामीले यो कार्यक्रमलाई प्रसारण गर्दै आइरहेका छौँ। विभिन्न राजनीतिक सामाजिक आर्थिक सबै खाले कुराहरू विभिन्न व्यक्तित्वहरूसँग भलाकुसारी अभियन्ताहरूसँग भलाकुसारी विभिन्न सङ्घ संस्थाका गतिविधि लगायत कार्यक्रममा यस्तै सन्दर्भ सामग्रीहरू प्रस्तुत गर्दै आइरहेका छौँ। अब आज एकजना युवाको अनुभव अहिले पछिल्लो क्रममा युवाहरू विदेशिँदै गर्दाखेरि नेपालमा पनि केही गर्न सकिन्छ भनेर सोच बनाउनु भएको एकजना व्यक्तित्वसँग कुराकानी गर्दैछु। खास गरिकन स्याङ्जा जिल्लामा घर भई अहिले उहाँको जुन व्यवसाय गर्ने सोच छ उहाँले हामीलाई अफियरमा पनि भन्नुभएको थियो। म सानैदेखि मैले दुःख गरेँ व्यवसाय गर्न सिकेँ त्यही भएर अब म त्यसलाई चाहिँ आफै मालिक बन्ने प्रयास गर्दैछु भनेर मलाई भन्नुभएको छ। त्यस कारणले म उहाँसँग कुराकानी गर्न चाहन्छु। मसँग हुनुहुन्छ यति बेला काशीराम ढकाल। काशीरामजी नमस्कार। हजुर नमस्कार। आरामै हुनुहुन्छ? हजुर आरामै छु। कतिको व्यस्त हुनुहुन्छ आज व्यस्त ठिकै छ। ठिकै हुनुहुन्छ है? हजुर। तपाईँको घर स्याङ्जा पञ्चमुल है? हजुर। तर तपाईँ सानैबाट स्याङ्जामा बस्नु भएन? हजुर। कारण के थियो? कारण अब घर त्यतै स्याङ्जै, बाबा मेरो सबै त्यतै, त्यसपछि चाहिँ पढाइ पनि त्यतै थियो। त्यसपछि चाहिँ केही समयपछि चाहिँ चितवनतिर झरियो बर्गारतिर। हजुर। अनि त्यतै एउटा सानोतिनो व्यवसाय पसलतिर काम गरियो। यहाँ दुःख सङ्घर्षहरू गर्दै गइयो। अनि घर परिवार त्यस्तै थियो, काम गर्दै गइयो। त्यसपछि चाहिँ त्यहाँ एउटा पसलमा चाहिँ काम पाएँ, त्यहीँ काम गरेँ, त्यहाँ दुःख गरेँ। त्यसपछि चाहिँ केही पछि पनि गर्दै जाँदाखेरि 14-15 वर्ष त्यो ठाउँमा काम गरिसकेपछि आफूलाई पनि केही न केही एउटा व्यवसाय गरौँ भन्ने कुराको चाहिँ आफूलाई हुटिटी आइसकेपछि व्यवसाय गरौँ भनेर। भनेपछि 14-15 वर्षको उमेरबाट तपाईँले काम सिक्नुभयो? हजुर है। हजुर। अहिलेको अवस्था हुने भए बाल शोषण के भन्ने कुराहरू आउँथ्यो नि त होइन? हजुर। तर अब त्यो बेलामा पनि त्यसले खासै तपाईँको अवस्थाले गर्दा तपाईँले बरु पढ्नु भएन। हजुर। तर तपाईँले काम सिक्नुभयो? काम सिकेँ है। हजुर। कस्तो लागेको छ अहिले तपाईँलाई त्यो काम सिकेर मैले ठिकै गरेछु भन्ने लाग्छ कि होइन पढ्नु चाहिँ पर्थ्यो अलिकति भन्ने लाग्छ? के लाग्छ? एउटा कुरा चाहिँ एकदम ठिक गरेछु जस्तो लाग्छ। किनभने पढ्नु पनि त त्यो पढ्न सकिएन होइन त्यति बेलाको कुरामा। तर चाहिँ काम गरेर मेहनत गरेर पनि केही गर्न सकिँदो रहेछ पढेर भन्दा पनि भन्ने कुरो मैले त्यो अनुभव बुझेँ। अब काम गर्दै जाँदा सबै कुरा सिकियो। हजुर। भनेपछि अब म तपाईँको बाल्यकाल पनि जान्न चाहन्छु। बाल्यकाल चाहिँ कसरी कहाँ व्यतीत गर्नु पऱ्यो? बाल्यकाल त मेरो स्याङ्जा जिल्ला नै तपाईँको 15 वर्षसम्म 15 वर्ष त्यहीँ नै बित्यो। त्यसपछि चाहिँ पढाइ पनि त्यहाँ नै भयो। त्यति बेलाको सङ्घर्ष के थियो खास दुःख? त्यति बेलाको सङ्घर्ष दुःख धेरै चाहिँ थियो। अब त्यति बेला चाहिँ के हुन्थ्यो भन्दाखेरि स्कुल पढ्न जानुभन्दा अगाडि घाँस काट्नु जानु पर्थ्यो पहिला उठेपछि। त्यसपछि घाँस गरेर आयो गोठाको चाहिँ कामहरू धन्नाहरू भ्याइसकेपछि अनि बल्ल स्कुल जाने चलन थियो त्यति बेला चाहिँ। त्यो कामहरू गर्दा धेरै दुःखहरू गरेको त्यो ठाउँमा। पढाइ पनि सँगसँगै पढाइसँगै काम पनि थियो त्यति बेला। अब व्यवहारिक अलिक बढी थियो? व्यवहारिक धेरै नि है। हजुर। अहिलेको बच्चाहरू त्यो पाउनुहुन्छ? त्यहाँ छैन अहिले त्यो बच्चाहरू। अब सबै गाउँ खाली भइसकेको छ मेन कुरो। सबै तपाईँको चाहिँ गाउँका मान्छे सहर आछन्। सहर आएका मान्छे विदेश गएका छन्। अब त्यहाँ त्यति धेरै सुख छ। पढाइ त अब फरकै होला अहिले र पहिलाको लागि त। त्यही हो। अहिले त पढाइ नै बढी जोड दिनु पऱ्यो कि? पढाइ नै हो। पढ्छु भन्ने मान्छेले अहिले चाहिँ त्यो बेला पनि पढ्थ्यो तर घाँस दाउरा गरेर गोबर गरेर होइन? हजुर। पनि पढ्न त त्यति बेलाको पढाइले अहिले चाहिँ फरक छ, धेरै फरक छ होइन? अब टिफिनमा खाजा प्याक हुन्छ, त्यो बेला खाजा खानु पनि पाइन्थेन होइन? के तपाईँलाई अनुभव छ?
अब स्कुलबाट आउँदाखेरि तपाईँको चाहिँ खाजा त अब आफूले चाहिँ त्यो ढिँडै हुन्थ्यो होइन त्यति बेला अब त्यो ढिँडोमा चाहिँ तपाईँको तेल काँचो तेल हालेर खाएर पनि गएको चाहिँ समय छ कि अब सम्झना पो छ सम्झना छ त्यो सम्झना पनि छ अनि गाई भैँसी खोल्यो स्कुलबाट आउने बित्तिकै त अहिलेको बच्चाहरूले त अब किताब समातेर पढ्छ नि त हामी त स्कुलबाट आउने बित्तिकै गाई भैँसी खोल्यो त्यसपछि जङ्गलतिर गयो घाँस दाउरा गऱ्यो अनि साँझ आयो किताब हेर्छ भन्दा सबभन्दा पहिला त मोबाइल हेर्छ मोबाइल अहिलेको जमाना त्यस्तो भइसक्यो अहिले मोबाइलको जमाना आइसक्यो धेरै जस्तो त्यति बेला त हामी त मोबाइल पनि थिएन केही पनि थिएन त्यति बेला अब त्यस्तो रेडियो चाहिँ कसरी सुन्नुहुन्थ्यो रेडियो त मम्मीको एउटा सानो एउटा रेडियो नै थियो त्यति बेला चाहिँ अनि यो आदि खोला के एफएम भनेर सुनिन्थ्यो त्योभन्दा पनि त्यो मलाई के याद छ भन्दाखेरि त्यो एउटा सिरियल आउँथ्यो कि तपाईँको चाहिँ रेडियोमा हामी सुन्ने मात्र काम गर्थ्यो कि त्यति बेला त्यो साथीसँग मनका कुरा खोइ के भन्ने आउँथ्यो है त्यति ख्याल भएन नाटक सहित नाटक हुन्थ्यो मम्मीहरूले चाहिँ सिरानीमा राखेर सुन्नुहुन्थ्यो कि त्यो अनि त्यो कुरा चाहिँ हामीले नि उस गरिन्थ्यो क्या त्यस्तै तरिकाले बाल्यकालहरू बितेको हो तपाईँको परिवारमा चाहिँ को हुनुहुन्छ मेरो परिवारमा बाबा मम्मी हुनुहुँदैन दाईहरू हुनुहुन्छ भाइ छ अब म भइहालेँ अनि भाउजूहरू बाबु नानीहरू पनि छन् छोरीहरू दाईको तपाईँले चाहिँ बिहे गर्ने सोच पनि बनाउनु भएको छैन मैले अहिले बनाएको छैन कहिले बनाउनु छ त अब यस्तो छ अझै आफूले केही बिजनेस गरौँ होइन त्यसपछि चाहिँ बिहा गरौँला भन्ने सोच गरिरहेको छु बिजनेस गर्नुको लागि त एकजना सहकर्मीको खाँचो पर्छ होइन छुट्टै मान्छे राखेर व्यवसाय गर्न थाल्यो भने उसलाई पनि तलब दिनु पर्यो श्रीमती भयो भने उसले पनि सपोर्ट गर्ने भयो हजुर होइन त्यो लाग्दैन लाग्छ त्यो त लाग्नलाई अझ 1 वर्ष 2 वर्ष चाहिँ हेरौँ भनेर आफ्नो व्यवसाय गर्ने बेलासम्मलाई त्यसपछि चाहिँ गर्नु पर्ला व्यवसाय चाहिँ कस्तो खाले व्यवसाय गर्ने सोच बनाउनु भएको छ मैले अहिले जुन काम गरिरहेको छु जुन पसलमा चाहिँ मैले काम गरिरहेको छु त्यसैलाई नै चाहिँ त्यही पसल गरौँ भन्ने सोच चाहिँ गरिरहेको छु धेरै मान्छेले किराना पसलमा खासै फाइदा हुँदैन भनेर हुन्छन् तपाईँले फेरि किन यो सोच गर्नुभयो फाइदा त हुन्छ फाइदा किन नहुने दुःख गर्दै जानु पर्यो त्यसमा निरन्तर आफूले चाहिँ दुःख गर्नु छोड्नु भएन फाइदा छ फाइदा नहुने होइन धेरै थोरै आफ्नो ठाउँमा छ हजुर तर फाइदा चाहिँ हुन्छ फाइदा नहुने के गर्नु होइन फाइदा नहुने भयो त अब यत्रो सबै यो नेपालभरि त कति छन् त्यस पसलहरू छन् होला होइन सबैको व्यवसायहरू राम्रै भइरहेछ दुःख गर्नु पर्यो त्यही हो भनेपछि अब यो क्षेत्रमा काम गर्ने मान्छे जो हो त्यसलाई चाहिँ यसको बारेमा राम्रोसँग थाहा छ होइन अरूले अब छैन भन्नु स्वाभाविक हो स्वाभाविकै होइन मान्छेहरूले फेरि किन आफ्नो ठाउँमा अर्को किराना पसल पनि आउँछ भनेर है व्यवसायमा खासै फाइदा छैन भनिदिइहाल्छ नि त्यो उसले नबुझेर हो होइन उसले चाहिँ त्यो भागमै बुझेको छैन भने उसले चाहिँ खासै त्यसलाई चाहिँ अगाडि बढाउन सक्दैन कि यसमा चाहिँ मेहनत गर्नु नै पर्छ त्यही कारणले अब किन भन्दा दुःख अब धेरै गर्नु पर्यो नि त त्यसमा त तपाईँको बिहानदेखि बेलुकासम्म खटिनुपर्छ पहिला मेन कुरो त अब चाहिँ यहाँ अब 5 रुपियाँ 10 रुपियाँ हो त्यहाँ धेरै फाइदा हुँदैन भन्छन् फाइदा त हुन्छ नि त्यही 5-10 रुपियाँ भनेको ठुलो कुरा हो क्या मान्छेले त्यसले जम्मा गर्दै कलेक्सन गर्दै जाने हो होइन फाइदा हुन्छ नहुने भन्ने छैन त्यो एक्लै थुकी सुकी सयले थुकी नदी भने जस्तै हो त्यही हो त्यही नै हो हजुर त्यही नै होइन व्यवसायमा ग्राहक बनाउन सक्नु पर्यो हजुर मिठो बोली हुनु पर्यो होइन हजुर अरू के चाहिन्छ व्यवसाय गर्नको लागि त अब मेन कुरो चाहिँ पैसा हुनु पर्यो होइन पैसा चाहियो मेन कुरो चाहिँ लगानी लगाउनु पर्यो लगानी आफूले कतिसम्म सकिन्छ आफूले कमाइएछ कति भन्ने कुरोमा जानु पर्यो पहिला सुरुमा र अलिकति के लाग्छ भने मलाई चाहिँ सबै पैसा लगानीमा हालिदियो भने तपाईँको चाहिँ त्यो लगानी भोलि फर्स्ट आउला नफर्स्ट आउला होइन त्यो पनि गर्नु हुँदैन कि आफूले ठिक्क लगानी राखेपछि आफूसित 20 लाख रुपियाँ छ भने 10 लाखको खोल्ने होइन 10 लाख रुपियाँ सेभिङ गरेर राख्ने अब त्यसलाई 1 को 2 बनाउने आफ्नो क्यापेसिटी हुनु पर्यो होइन मेहनत गर्दै जानु पर्यो पहिला सुरुमा भोलि बाइचान्स उसले गरेको काम चाहिँ नहोला होइन डुब्ला यताउति भयो भने त त्यो 10 लाख रुपियाँले उसलाई फेरि अर्को केही ब्याकअपलाई चाहिँ उसले केही पाउँछ भन्ने काम गर्छ ऊ जिरो लेभलमा जाँदैन भन्न खोजेँ मैले चाहिँ अब यो चाहिँ के हुन्छ भने नि हजुर एकपटक व्यवसाय गर्ने सोच बनाएका मान्छेहरूले व्यवसाय गरे कोभिडका बेलामा ठप्पै भयो हजुर व्यवसायहरू हजुर मास्क सेनिटाइजर यस्तै कुराहरू बिक्री भयो अरू कुराहरू बिक्री हुन पाएन पसलले बन्द गरेर बस्नु पर्यो त्यो परिस्थिति आयो भने के हुनु छ त्यो परिस्थिति कस्तो छ भने थियो त्यति बेला पनि व्यापार नभएको होइन व्यापार थियो त्यतिको मात्र थिएन खानु परेको थियो मान्छेले होइन सबैको घरमा त्यति बेला झन् धेरै खर्च भएको थियो कि
त्यति बेलाबाट बुझेको मान्छेले त्यति बेलाबाट चाहिँ ग्राहकहरूले बुझ्ने कारण के भयो भन्दाखेरि पैसा चाहिँ चाहिँदो रहेछ है, पैसा यसरी खर्च गर्नुहुन्न है भन्ने कुरा चाहिँ उहाँले बुझ्नुभयो क्या त्यो कुरा। त्यसपछिबाट अहिले चाहिँ भरे तपाईँको त्यति धेरै फाल्तु खर्च गर्दैन नि कस्टमरहरूले, किनभने त्यति बेला गाह्रो थियो नि, कसैले खाना नपाइ बसेको रहेको थिए होइन, पैसा हुनेले खाइरहेको थिए होइन, कसैको अब त्यति महिनामा बिदा हुँदा नि मान्छेहरूको कतिले चाहिँ 40,000को कहिले 50,000को खाइरहेको थिए, महिनामा चाहिँ 15,000 खाने मान्छेले त्यति बेला 30-40,000को 50,000को खाइरहेको थियो कि, किनभने सबै परिवार एकै ठाउँमा थियो नि त। बाहिर हुनु त बाहिर भइहाल्यो के अरे, जस्तै घरमा हुने मान्छेहरू कोही दिनभरि काम गर्ने मान्छे अब बेलुका आउने मान्छेहरू पनि दिनभरि घरै बस्नु परेको थियो, मान्छेको त्यति बेला चाहिँ झन् धेरै व्यापार थियो। भनेपछि अपत्यारो ढङ्गबाट व्यवसाय भइरहेको हुन्छ, व्यवसाय भएकै हुन्छ। तपाईँ कस्तो भयो भन्दाखेरि अलिकति आफूलाई चाहिँ होलसेल टाइपको चाहिँ गऱ्यो भने चाहिँ त्यसले किनभने चाहिँ रोटेसन ठुलो हुन्छ नि त, त्यो कारणले गर्दाखेरि चाहिँ देखिने हो होइन। अब सानोतिनो गऱ्यो भने त अब त्यस्तै हो, अब तपाईँको 10-15 हजार रुपियाँ लगानी लगाएर खोलेर त्यसमा चाहिँ खासै अब त फाइदा हुन घर खर्च त मात्रै हुन्छ होइन, तर गरेपछि अलिकति ठुलो गरियो भने चाहिँ फाइदा छ। तपाईँ विदेश नजाने? म विदेश नजाने घुम्न बाहेक विदेश नजाने। कहाँ जाने मन छ? अब यस्तो हुन्छ, सामानहरू अब हामीले बेच्दै जाने हो, कम्पनीले एउटा चाहिँ टार्गेट दिएको हुन्छ होइन, यति बेचिस् भने यो ठाउँ लिएर जान्छु भन्ने हुन्छ होइन। अब कोही चाइना लान्छ, कसैलाई थाइल्यान्ड लान्छ होइन, अब त्यो टार्गेट पुरा गरियो भने चाहिँ घुम्न पाइन्छ, कम्पनीले लान्छ। त्यो तरिकाले आफूले मिहिनेत गर्नु पऱ्यो, मार्केट त्यही अनुसारले दिनु पऱ्यो, उसले सामान ल्याएर झारिदिन्छ, उसको सामान चाहिँ आफूले चाहिँ सही ढङ्गले बेचिदिनु पऱ्यो होइन, त्यही हो। अलिक जम्मा त अनलाइनको छ? अनलाइन सबै अनलाइनै हुन्छ अहिले प्रायः जसो। तपाईँले अनलाइन गर्नुहुन्छ? हजुर अनलाइनै हुन्छ हाम्रो पनि। भनेपछि कहिलेबाट सुरु गर्नुहुन्छ व्यवसाय? अब तपाईँको 1 वर्षपछि, अब 1 वर्षपछि सुरु गर्छु भनेको छु। ए अहिले चाहिँ अब काम गरिरहने त्यहीँ, काम गरिरहने? हजुर काम चाहिँ नछोड्ने, त्यहीँ गरिरहने। अनि आफूले चाहिँ अब 1 वर्षपछि चाहिँ त्यो सोच चाहिँ बनाएको छु। अनि भक्काभक विदेश जानेवाला चाहिँ के भन्नुहुन्छ? भक्काभक विदेश जानेवाला मैले के भन्न सन्देश दिन्छु भन्दा, अब नेपालमा रोजगार नभएको होइन, नेपालमा चाहिँ तपाईँको नहुने भन्ने केही पनि छैन कि, गर्न सक्नु पऱ्यो, धैर्यता हुन सिक्नु पऱ्यो पहिले सुरुमा चाहिँ। अब यहाँ कस्तो छ भन्दाखेरि अब साथीभाइको लैलैमा ऊ मेरो साथी चाहिँ विदेश गयो, उसले टन्न पैसा कमायो, उसले चाहिँ फोटो खिचेर हालेको छ, उसले आइफोनबाट खिचेर हालेको छ भन्छ होइन। अनि ऊ त्यो लैलैमा चाहिँ सबै युवाहरू चाहिँ विदेशिनु परेको हो मेन कुरा चाहिँ। र अब सरकार पनि अब अहिले राम्रै आइरहेको छ होइन, अब केही गर्ला, सबै अब युवाहरू फेरि फर्किनु पनि होला, त्यही हो। तपाईँ चाहिँ घुम्नु बाहेक तपाईँ विदेश जानु हुँदैन? घुम्न बाहेक नजाने, पैसा कमाउने उद्देश्यले चाहिँ नजाने है। हजुर। अब यहाँको व्यवसायमा खास सुधार हुनुको लागि के देख्नुहुन्छ? सुधार हुन्छ। महँगी छ नि त यस्तो? महँगी त यस्तो हो सर, अब महँगी कस्तो छ भन्दाखेरि अब मान्छेले अब गाउँहरूदेखि लिएर सबै कुराहरू बाँझो छ मेन कुरो चाहिँ होइन। अब ल्याउनु पर्छ बाहिरबाट, अब तपाईँको सिजन उसहरू चिजहरू चाहिँ नेपालमा चाहिँ एकछिनलाई मात्र पाउँछ, महिनालाई मात्रै, त्यसपछि बाहिरकै खानुपर्छ हामीले। अब तपाईँको चाहिँ त्यो गर्नको लागि चाहिँ सरकारले पनि ठुल्ठुलो कोल्ड स्टोरहरू राखिदिएर यहाँ हामीले गरेको, नेपालले गरेको किसानीको सामानलाई चाहिँ कोल्ड स्टोर गरेर राखिदियो भने चाहिँ हामीले अहिलेको सिजनमा 50 रुपियाँमा खाना पायौँ भने बेसिजनमा पनि त्यो कोल्ड स्टोरको सामान 50मै खाना पाइन्छ क्या। त्यो गरिदिने भने सरकारले सस्तो हुन्छ नि। सामान बाहिरबाट आएको हुन्छ, त्यही पनि राम्रो क्वालिटी आउँदैन। हाम्रो बजार पाइरहेको हुँदैन, व्यवसायले बजार त पाएको हुन्छ तर महँगो बजार पाएको हुन्छ। त्यही त, त्यो हुँदाखेरि मान्छेलाई सस्तो कहाँ पाउँछ भनेर अब कस्टमरहरू है ग्राहकहरू सबै त्यो खोज्दै हिँड्दाखेरि त्यो चेन्जिङ हुन त सक्दैन क्या, त्यही लाग्छ चाहिँ। तर अब जस्तो यो बढ्दो महँगीले हजुर व्यवसाय गर्नको लागि तपाईँलाई जोस जाँगर थप्छ? महँगीले जोस जाँगर त अब यस्तो हुन्छ, खानीले खाइरहेकै हुन्छ होइन, चाहिँ नखाइकन त कोही पनि बस्दैन। मेन कुरो चाहिँ खानीले खाएकै हुन्छ, गर्न चाहिँ हुन्छ। व्यापार गऱ्यो भने तपाईँको व्यवसाय गऱ्यो भने व्यापार त हुन्छ, तर आफूले कतिको चाहिँ मिहिनेत गर्नुपर्छ भन्ने हुन्छ त्यसमा। एकछिन धैर्यता हुनु पऱ्यो। तपाईँको चाहिँ भर्खरै खोल्दैमा धेरै हुने होइन, त्यसलाई 5 वर्ष बस्नुपर्छ कि 10 वर्ष बस्ने हो कि 15 वर्ष बस्ने हो कि, त्यसलाई सक्सेसफुल बनाउनु त केही न केही धैर्यता बस्नु पऱ्यो नि त। त्यो गऱ्यो भने अवश्य हुन्छ। अझै विदेश गएर परिवारका सदस्यहरूलाई एक्लो बनाउनु त्यो ठिक छैन? त्यो कल्चर चाहिँ कल्चर छिटै अन्त्य हुनुपर्छ। अन्त्य हुन्छ।
अब सरकार राम्रो छ अहिले गर्दै गएको पनि छ केही कामहरू राम्रो भइरहेको पनि छ होइन के राम्रो भयो होला भन्नु त राम्रो त अब तपाईँहरूको यो अफिसहरूमा गयो तपाईँ हरेक चाहिँ जे कुराहरू गर्न गए पनि अहिले ब्याङ्कमादेखि लिएर अफिसहरूमादेखि लिएर तपाईँको स्कुलमादेखि लिएर होइन कामहरू तपाईँको चाहिँ पहिला 2 घन्टा 4 घन्टा लाग्ने काम अहिले 1 घन्टामा भएको छ नभएको छैन भएको छ सरकारले राम्रो गर्दैछ अब बल्ल 4 महिना त भएको छ सरकार बनेको होइन अझ 5 वर्ष हेर्ने बाँकी नै छ राम्रो हुन्छ अब योसँग अहिलेका युवाहरूलाई खास सरकारले केही सहुलियत दरहरू दिने व्यवसाय गर्नको लागि त्यस्तो केही पाउनु भएको छ त्यस्तो केही पाएको छैन होइन उस चाहिँ बनेको रहेछ भन्ने चाहिँ मैले न्युजमा सुनेको छु व्यवसायिकहरूलाई चाहिँ तपाईँको चाहिँ बिना धितो चाहिँ 5 लाखसम्म चाहिँ व्यवसाय गर्नेलाई चाहिँ पैसा उपलब्ध गराउने भनेर त्यो चाहिँ सुन्दाखेरि अब सानो वर्गको मान्छेहरूले कसैले एउटा व्यवसाय गर्छु भनेर चाहिँ खोज्यो भने चाहिँ 5 लाख भनेको त ठुलो रकम भयो नि त त्यतिसम्म पैसा चाहिँ कति कमाउनु भयो अहिलेसम्म काम गरेर पैसा त अब कमाउनु त यस्तै हो सर पैसा त कमाइयो कमाउनलाई अब घर खर्चदेखि लिएर अब त्यस्तै हो अब बाबा बिरामी आमा बिरामी है घर परिस्थिति त्यस्तै थियो अनि म पनि अब त्यस्तै उसमा तलतिर गइयो हिँडियो काम गर्दै जाँदाखेरि खाइपी गर्नु नै पर्यो होइन कोठा लिएर बस्नु पर्थ्यो त्यस्तै हो पैसा कमाउनु भन्दा नि त्यहाँ मान्छेको मैले इज्जतहरू कमाएँ क्या यसले चाहिँ केही गर्छ है भनेर अब त्यहाँ कम्पनीको मान्छेहरूदेखि लिएर यसलाई चाहिँ यति लगानी लगाइदियो भने चाहिँ यसले केही न केही गर्छ भन्ने चाहिँ उहाँहरूबाट चाहिँ मैले एउटा सबै विश्वास चाहिँ गरेको छु क्या हजुर मैले चाहिँ गरेको छु त्यति अब ठिक छ व्यवसाय गरेर कति वर्षमा उकालो लागि चाहिँ थाहा छैन तर गर्न चाहिँ गर्ने है हजुर हुन्छ यहाँले जुन पवित्र उद्देश्य राखेर आफ्नो जीवनलाई एक किसिमले चुनौतीपूर्ण छ तर चुनौती भन्दा हुँदै पनि तपाईँले यो चुनौतीलाई म सामना गर्छु भनेर लाग्नु भएको छ हजुर म तपाईँलाई त्यो धैर्य त्यो शक्ति त्यो आँटको निम्ति हार्दिक धन्यवाद दिँदै आजको यो श्रृङ्खलामा यहाँले समय दिनुभयो यो समय र समाजको लागि म तपाईँलाई हार्दिक धन्यवाद दिन चाहन्छु हजुर धन्यवाद हस् नमस्कार त दर्शकवृन्द आज हामीले कुराकानी गऱ्यौँ एकजना युवा व्यवसाय गर्ने सोच गर्नुभएको एकजना युवा व्यक्तित्वसँग कुराकानी गरौँ युवामा यो शक्ति यो जोस जाँगर हुन जरुरी छ हामीले सबै कुरा अरूबाट मात्र निर्भर हुनुपर्छ भने आफूले पनि केही गर्न सक्छु भन्ने सोच हिम्मत जुटाउन जरुरी छ जो सोच र हिम्मत आजका अतिथि काशीराम ढकालले गर्नुभएको छ उहाँसँगको यो कुराकानी सँगसँगै कार्यक्रम 3 एन्जल्स बसबाट छुट्नुपर्ने बेला भएको छ कार्यक्रम प्रतिक्रिया सल्लाह सुझाव प्रतिक्रिया भयो यहाँले कमेन्ट बक्समा लेख्नुहोला भन्दै क्यामराम्यान थमन दर्जीप्रति आभार व्यक्त गर्दै म सूर्य परियार पनि अहिलेलाई कार्यक्रम बढाउन चाहन्छु यहाँको बाँकी पछोत रहोस् नमस्कार